So hello everyone, this is the next episode of Learning React Native Expo with Springboard. र आजको एपिसोडमा चाहिँ अलिकति डिफ्रेन्ट काम गर्नु गइरहेको छु। सो आजको एपिसोडमा चाहिँ मैले चाहिँ ड्राइभर पोर्टल जुन हाम्रो ड्राइभरले लगइन गरेर आउँछ त्यो पेजमा गइसकेपछि चाहिँ ड्राइभरले त म्यानुअली अनलाइन गरेर अथवा अफलाइन गरेर अनलाइन गरेर चाहिँ रिक्वेस्टेड हाम्रो लोकेसन्सहरू पत्ता लगाएर जान्छ। बट बाटोमा केही गरी दुर्घटना भयो अथवा केही प्रब्लम आयो अथवा कोही मान्छेले ठोकेर हस्पिटलै जानु पर्यो भने त वी हेभ टु गो विथ अनदर अप्सन, जसमा चाहिँ गुगल म्याप खोलेर त्यसको लोकेसन्सहरू हालिराख्नु पर्यो। अनि अर्को भनेको यदि केही गरी बाइक अथवा कार बिग्रियो भने चाहिँ त्यो कन्डिसनमा पनि गुगल म्यापै खोलेर चलाइराख्नु पर्यो नि त। सो त्यसको प्रब्लमलाई चाहिँ एड्रेस गरेर चाहिँ मैले एउटा अप्सन राखेको छु, जसमा चाहिँ हाम्रो इमर्जेन्सी भनेर चाहिँ हाम्रो आइकन हुन्छ, जसमा क्लिक गरेर चाहिँ हाम्रो 4वटा अप्सन आउँछ, जसमा नियरेस्ट हस्पिटल, नियरेस्ट बाइक अथवा कार रिपेयर सेन्टर एन्ड पुलिसलाई फोन गर्ने अथवा एम्बुलेन्सलाई कल गर्ने त्यो अप्सनहरू राखिदिएको छु। जसको कारणले गर्दाखेरि चाहिँ गुगल म्यापमा गएर म्यानुअली गइराख्नु परेन। सो यहाँ क्लिक गर्ने बित्तिकै चाहिँ फोन पनि रिडाइरेक्ट हुने भयो, कल पनि जाने भयो, त्यस्तै गरी नियरेस्ट रिपेयर सेन्टरहरू पनि खोलिने भयो। सो लेट्स टाइप इन्टु द कम्प्युटर स्क्रिन। सो लेट्स सी द कोड है त। सो यो चाहिँ हाम्रो कोड भयो होइन। सो अस्ति जे गरेछ त्यति छ, नयाँ के होला एउटा भन्दाखेरि मोडल होला। सो मोडलले चाहिँ यो चाहिँ एक्सपो अथवा रियाक्टको यस्तो स्पेसिफिक रियाक्ट नेटिभको यस्तो स्पेसिफिक चिज हो, जसले चाहिँ हाम्रो कुनै पनि चिजलाई मोडल पपअप जस्तै लगइनको फर्मलाई पपअप गरे जस्तै यसले चाहिँ एज अ काम गर्ने भयो मोडलले। सो नयाँ चिज भनेको 3टा होला होइन, जसमा चाहिँ इमर्जेन्सी भिजिबल, सो त्यो चाहिँ पपअपको लागि बनाइरहेको छु अहिलेको लागि। लोकेसन फर सेटिङ द रियल टाइम लोकेसन अफ पर्टिकुलर राइडर भनौँ, लोडिङ लोकेसन। सो लोकेसन जबसम्म आउँदैन त्यो बेलासम्म लोडिङ भइरहेको छ। अनि एनिमेसन्सहरूको कुराहरू त गरिहाल्यो। अब हामीलाई राइडरको यो पनि अस्ति तानिन्छ होइन, जुन चाहिँ हाम्रो लोकल होस्टबाट तानेको थियो। सो अनि यो भनेको चाहिँ मेन चिज हो। सो हामीले अब्जेक्ट बनाएको छौँ इमर्जेन्सी अप्सन भनेर। इमर्जेन्सी अप्सनमा यहाँ 3टा छ, किवर्ड, आइकन भनेको हाम्रो इमेजेसको लागि भयो। अनि किवर्ड भनेको जुन चिज चाहिँ हाम्रो केमा गुगलको म्यापमा जान्छ होइन। अनि यो भनेको नेम अफ द्याट पर्टिकुलर अब्जेक्ट, एट्रिब्युट भनौँ यसलाई। सो यसमा पुलिसको नम्बर पनि छ होला, भ्याल्यु सबै छ, फोन के हो, किवर्ड के हो, त्यो चिजहरू भयो। सो ओपन इमर्जेन्सी, यो चाहिँ कुन बेला ओपन हुन्छ भन्दाखेरि जब हामीले इमर्जेन्सीमा क्लिक गर्छौँ होइन, असिङ्क अपरेसन, असिङ्क्रोनस टास्क पर्फर्म गर्नको लागि। सो यो दुइटै अहिलेको लागि ट्रु हुन्छ, भिजिबल पनि ट्रु, लोडिङ स्क्रिन पनि ट्रु, अन्टिल एन्ड अनलेस लोकेसन थाहा हुँदैन। सो हामीले एउटा स्टाटस भनेर एरे बनाएको छौँ, जसमा चाहिँ के आउने भयो, लङ्गिट्युड एन्ड ल्याटिट्युड आउँछ होला नि त हाम्रो रियल टाइम लोकेसनको। सो त्यो स्टाटस भयो। यदि त्यो स्टाटस ग्रान्टेड भयो, तलको फङ्सन रन हुन्छ, लोकेसनभित्र लिड लोकेसनभित्र भेरिएबलमा बस्ने भयो, अनि कोअर्डिनेट पनि जाने भयो, लोकेसन पनि जाने भयो, दुइटा जाने भयो, जुन चाहिँ सेभ हुन्छ। सो यदि भएन भने पर्मिसन रिक्वायर भनेर पठाउँछ र लोडिङ फल्स हुन्छ। सो अनि अर्को भनेको म्यापको कुरा आछ होइन। सो ओपन म्यापको कुरा गर्दाखेरि चाहिँ हामीले किवर्ड पठाउँछौँ। किवर्ड कुन किवर्ड भन्दाखेरि बेस्ट अपन द्याट पर्टिकुलर थिङ्स, हामीले जुन माथि अब्जेक्ट बनाएको छ त्यो हुन्छ। अब हाम्रो माथि के छ, यदि हामीले नियरेस्ट हस्पिटलमा क्लिक गऱ्यो भने हस्पिटल भन्ने किवर्ड जान्छ। अनि नियरेस्ट हाम्रो बाइक एन्ड कार भन्यो भने केही किवर्ड जान्छ, मेकानिक्सको जान्छ। सो त्यसरी काम हुने भयो होइन। ओपन लोकेसन यो चिज अनुसार काम हुने भयो, ग्रान्टेड भयो। त्यसपछि यो प्यारामिटर के अनुसार जाने भयो, किवर्ड अनुसार जाने भयो। लोकेसनको ल्याटिट्युड एन्ड लङ्गिट्युड विच वी ग्यादर फ्रम दि फङ्सन, यो फङ्सनबाट स्टाटसबाट करेक्ट भएपछि जाने भयो जुन लोकेसन यहाँ छ होइन, लङ्गिट्युड एन्ड ल्याटिट्युडको। अब यसलाई हामीले लिङ्किङ गऱ्यो युआरएलसँग, ओपन गऱ्यो। सो यो लिङ्किङले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अर्को पेजमा रिडिरेक्ट गर्ने काम गर्यो। सो फङ्सन बनायो, त्यसमा लिङ्किङ गऱ्यो, ओपन युआरएल, टेलिफोन, फोन नम्बर। अहिले हामीले डेस्कटपमा चलाइरहेछौँ। रियल लाइफ हाम्रो जुन के छ भन्दाखेरि चाहिँ
एपिआइजहरू डिप्लोय गरेको छैन प्रोडक्सनमा सो डेस्कटपमै ट्राई गर्नु पऱ्यो अहिलेको लागि सो यो चाहिँ डेस्कटपमै गरेर बस्छ होइन सो अनि के गर्दाखेरि त्यो ट्रिगर हुन्छ भन्दाखेरि हाम्रो तल छ होइन तल हामीले के गरेको छौँ यो त लिस्ट अफ भइहाल्यो सो बटन न्याप जसमा हाम्रो के छ यो फङ्सन क्लिक गरेपछि त्यो रिडाइरेक्ट हुने भयो सो लेट्स टाइप इन्टु द रिजल्ट सो दिस इज द स्क्रिन होइन सो ड्यासबोर्ड छ अहिले अफलाइन एन्ड अनलाइन गर्दाखेरि डेटाबेसमा दुईवटा मात्र डेटा छ त्यही देखायो अस्ति हामीले जे गरेको थियो त्यही होइन सो यहाँ इमर्जेन्सी रातो आइकन छ सो रातो आइकनले एकदमै इम्फेसाइज गर्छ इमर्जेन्सीलाई सो इमर्जेन्सीमा क्लिक गर्ने सो दिज आर द अप्सन्स होइन अहिले मैले डेस्कटपबाट चुज गरिरहेको छु भनेपछि यो दुईवटा चाहिँ अहिले इमिडिएटली युज गर्न सकिँदैन एपिआईहरू डिप्लोय गरेको छैन त्यही भएको कारणले हाम्रो डेटाहरू निकाल्नको लागि एपिआईहरू छैन सो डिप्लोय भएपछि चाहिँ मोबाइल स्क्रिनमा पनि चल्छ बट अहिलेको लागि डेस्कटपबाटै ट्राई गरिरहेको छु सो नियर हस्पिटल हाम्रो उसमा खोल्यो होइन सो यहाँभन्दा नजिकै यो लोकेसन छ नि त सो यहाँ गएर बस्ने भयो अब क्लियरली यसको देखाउनको लागि ओके यसरी देखाउने भयो यो वीर हस्पिटल सो यो एरियाको यो लोकेसन भनेर देखाउने भयो यहाँबाट म्याप गर्न मिल्यो सबै लोकेसनहरू म्याप गर्न मिल्यो सिमिलर टु द्याट नियरेस्ट बाइक एन्ड कार रिपेयर सेन्टर छ होइन सो त्यसको लागि पनि सिमिलर होइन इन्सपेक्ट गरेर यहाँ वर्कसप्सहरू रहेछ खड्का एसके नियरेस्ट लोकेसन्सहरू छ यहाँ सो यसरी चाहिँ हामीले मोबाइल एप्लिकेसनको थ्रुबाट इमर्जेन्सी कन्डिसनमा युज गर्न मिल्यो सो यति नै थियो थ्याङ्क यू